हामी चाहिँ बाँकी रहेको 8, 9, 10 को क्वेसनहरु गरिरहेको छौं। 8 मा के भनेको छ भन्दाखेरि 8 को क्वेसन हेर्नु हेरौँ है। x स्क्वायर प्लस y स्क्वायर प्लस a स्क्वायर र x माइनस c को होल स्क्वायर प्लस y स्क्वायर बराबर b स्क्वायर टचेस एक्सटर्नली एन्ड इन्टरनली को कन्डिसन पत्ता लगाउने भनेको छ। पहिला हामीले सरस्वती क्वेसनलाई सारौँ। 8 को b यसरी 8 को एउटै छ। 8 मा के छ x स्क्वायर प्लस y स्क्वायर बराबर a स्क्वायर अनि x माइनस c को होल स्क्वायर प्लस y स्क्वायर बराबर b स्क्वायर। अब इक्वेसन i मा के पत्ता लगाउने भन्ने छ एक्सटर्नली टचेज। 2 मा के पत्ता लगाउने भनेको छ इन्टरनली टचेज भन्ने कुरा पत्ता लगाउने भनेको छ। अब एक्सटर्नली टचेज को कन्डिसन पत्ता लगाउने भनेको छ भने एक्सटर्नली टचेज भने के हो यिनीहरुले ठ्याक्कै हेरेर यसको बाहिरी भागले र यसको यो बाहिरले र यसको बाहिरले छुया छ भन्ने कुरा हामीले पत्ता लगाउने यसको कन्डिसन पत्ता लगाउने। अब यहाँ देखि यहाँसम्मको r1 भयो भने यहाँदेखि यहाँसम्मको r2 अनि c1 देखि c2 सम्मको डिस्टेन्स कति हुनु पर्यो c1 देखि c2 सम्मको डिस्टेन्स कति हुनु पर्यो r1 प्लस r2 बराबर डिस्टेन्स फ्रम c1 टु c2। यो भयो भने चाहिँ एक्सटर्नली टचेज हुन्छ र इन्टरनली टचेज हुनलाई इन्टरनली टचेज भनेको के हो भन्ने कुरा बुझ्नु पर्यो। पहिला इन्टरनली टचेज भनेको भित्र छुएको छ एक ठाउँ छुएको छ र यो यसको सेन्टर हो ल यो यसको सेन्टर हो यो c1 हो यो c2 हो यो r1 हो यो r2 भने r2 माइनस r1 भयो भने यति बच्यो नि r2 माइनस r1 भनेको के भयो c1 देखि c2 सम्मको डिस्टेन्स भयो र हामीले यो कन्डिसन पत्ता लगाइदिनु पर्ने छ। अरु केही पनि छैन है। पहिला दुईटै सर्कलको सेन्टर पत्ता लगाऊँ। यसको सेन्टर कति हुन्छ यो स्ट्यान्डर्ड इक्वेसन भएको हुनाले सेन्टर फर सर्कल 1 CIR CL सर्कल 1 CENTR सेन्टर 0 0 RA DI इमेज रेडियस बराबर a हैन अनि रेडियस r1 लेखौँ है त बराबर r1 अनि बराबर c1 फर II सर्कल CIR CLE II सर्कल को लागि के हुन्छ comparing with COM PARN comparing with x minus h को होल स्क्वायर प्लस y minus k को होल स्क्वायर बराबर r स्क्वायर अनि h को ठाउँमा के भयो h k को ठाउँमा c अनि k को ठाउँमा 0 सेन्टर हो है सेन्टर भयो। अनि हाम्रो रेडियस के हुन्छ r स्क्वायर बराबर b स्क्वायर r बराबर b माइनस b किन हुन्न रेडियस माइनसमा हुँदैन। अब कन्डिसन टु बी एक्सटर्नली टचेज को टचेज हुनलाई के हुनु पर्ने थायो CR1 प्लस R2 बराबर C1 देखि C2 सम्मको दूरी। C1 भने के हो यो देखि यो सम्मको दूरी। अब C1 देखि C2 सम्मको दूरी त हामीलाई दुईटै कन्डिसनमा चाहिन्छ त्यसको हामी पत्ता लगाइहालौं। डिस्टेन्स फ्रम DISTANC डिस्टेन्स फ्रम C1 टु C2 यसलाई हामीले के लेख्छौं C1 C2 बराबर के हुने भयो यो x2 यो y2 हो भने यो x2 y2 र यो x1 यो y1 हो भने रूट अन्डर x2 माइनस x1 को होल स्क्वायर प्लस y2 माइनस y1 को होल स्क्वायर। x2 के छ c को c माइनस 0 को होल स्क्वायर बराबर 0 प्लस 0 माइनस 0 को होल स्क्वायर रूट अन्डरमा बराबर रूट c स्क्वायर बराबर c।
अब हामीले पत्ता लगाउनु के पर्ने भयो if externally touches C1 C2 बराबर R1 plus R2 यहाँ R1 के छ यो R2 हुन्छ रेडियस 2 को रेडियस सर्कल 2 को रेडियस R2 C1 देखि C1 देखि C2 सम्मको दूरी C R1 भनेको कति A अनि R2 भनेको कति B ल हाम्रो यो चाहिँ condition for externally touches भनेको यसरी टच भएको छ भने यिनीहरुको कन्डिसन के हुन्छ यो हुन्छ र internally touches भनेको internally touches छ एक ठाउँ यहाँनेर छुएको छ यहाँ यसको सेन्टर र यहाँ यसको सेन्टर मानम छ भने C1 देखि C2 सम्मको दूरी के हुन्छ अब कुन ठुलो छ भनेर थाहा छैन हामीलाई A - B पनि हुन सक्छ C1 देखि C2 सम्मको दूरी R1 - R2 पनि हुन सक्छ कुन ठुलो भन्ने थाहा छैन जो ठुलो हो त्यसले घटाइन्छ र R2 R1 पनि हुन सक्छ र C बराबर A - B पनि भ्यालिड हुन्छ C बराबर B - A पनि भ्यालिड हुन्छ र म्याग्निट्युड लगाइदियो भने माइनस आउँदा पनि प्लस भइदिन्छ यो चाहिँ हाम्रो कन्डिसन फर एक्सटर्नल टचेस कन्डिसन फर इन्टरनली टचेस हामीले मोडुलस लगायौं भने दुईटा लेख्नु परेन यो चाहिँ 8 को भयो अब 9 मा के छ find the equation of the circle which center is HK and passing through origin and prove that the equation of the tangent is hx plus ky is equals to 0 त्यो पत्ता लगाउनु पर्ने छ हामीले लाइनमा के छ एउटा सर्कल छ त्यसको सेन्टर HK छ त्यसले एक ठाउँ चाहिँ ओरिजिनलाई छुएको छ भन्ने हाम्रो के छ क्वेशनमा छ सेन्टर के छ सेन्टर HK is equals to HK नै छ र which passing find the equation of circle भन्ने हो पहिला find the equation of circle भनेको छ हामीले equation of circle पत्ता लगाम equation of circle भने x minus h को whole square plus y minus k को whole square बराबर a square a भने हाम्रो के हो रेडियस हो रेडियस कसरी पत्ता लगाउने यो पोइन्ट देखि यो पोइन्ट सम्मको दूरी हाम्रो के हुन्छ रेडियस हुन्छ यो पोइन्ट देखि यो पोइन्ट सम्मको दूरी के हुन्छ डिस्टेन्स हामीले a मानेका छौं भने a नै मान्दिम र यो पोइन्ट देखि यसलाई x2 y2 मानौं ल x2 y2 यसलाई x1 y1 x2 minus x1 को होल स्क्वायर प्लस y2 minus y1 को होल स्क्वायर रुट अन्डरमा अब x2 minus x1 भने कति हो h minus 0 भने h को स्क्वायर अनि y2 minus y1 भने k minus 0 भने k को स्क्वायर अनि त्यो पनि रुट अन्डरमा ल अब हामीलाई a पनि थाहा छ hk पनि थाहा छ भने हामीले इक्वेसन अफ सर्कल पत्ता लगाउन सक्छौं x minus h को होल स्क्वायर प्लस y minus k को होल स्क्वायर बराबर रुट अन्डर h स्क्वायर प्लस k स्क्वायर को होल स्क्वायर किन a बराबर h स्क्वायर प्लस k स्क्वायर को रुट अन्डर हैन त अब x स्क्वायर माइनस 2hx plus h square plus y square plus k square minus 2ky is equals to h square plus k square यो यतापट्टि आउँदा यो र योसँग कट्छन् मैले त्यसकारणले कटाइदे अनि x square plus y square minus 2hx minus 2ky is equals to 0 equation I the equation of the circle
यसको इक्वेसन हो जसको सेन्टर चाहिँ एच के छ र जसले जो चाहिँ ओरिजिन भएर पास हुन्छ त्यस इक्वेसनको सर्कल यो हो। अब इक्वेसन अफ सर्कल त यो भयो। अनि के पत्ता लगाउनु भनेको छ भनेपछि प्रुफ दैट द टेन्जेन्ट इज यहाँबाट जाने टेन्जेन्ट के भन्छ हाम्रो hx प्लस ky बराबर 0। ओरिजिनबाट पास हुने यस सर्कलको टेन्जेन्टको इक्वेसन यही नै हुन्छ भनेर पत्ता लगाउनु पर्ने छ। अब हामीलाई के थाहा छ रेडियस r भनेको रेडियस a भनेको r बराबर 1 लेखे मैले रेडियस भने r हो मैले यहाँ a मान्ने कारणले a लेखे र a भनेको यो लाइन यसको इक्वेसन हो भने hx प्लस ky को इक्वेसनमा परपेन्डिकुलर हुन्छ भने x को ठाउँमा हामीले के राख्नु पर्छ यो पोइन्ट देखि यो पोइन्ट सम्मको दूरी यो पोइन्ट देखि यो लाइन सम्मको दूरी यो पोइन्ट राख्नु पर्यो यो लाइनको इक्वेसनमा यो पोइन्ट राख्दाखेरि x को ठाउँमा के राखे मैले h राखे y को ठाउँमा के राखे मैले k राखे डिवाइडेड बाइ के हुन्छ x को कोफिसिएन्टको स्क्वायर y को कोफिसिएन्टको स्क्वायर h स्क्वायर प्लस k स्क्वायर अगाडि पछाडि लेख्दा केही फरक परेन। a भने हाम्रो के छ रुट अन्डर h स्क्वायर प्लस k स्क्वायर अनि यो यता मल्टिप्लाई गर्न गयो रुट अन्डर h स्क्वायर प्लस k स्क्वायर अनि यहाँ पनि हाम्रो के भयो h स्क्वायर प्लस अनि यो दुईटाले मल्टिप्लाई गर्दा रुट कट्यो h स्क्वायर प्लस k स्क्वायर बराबर h स्क्वायर प्लस k स्क्वायर सो 0 इक्वल्स टु 0। सो ओरिजिनबाट पास हुने र यो सर्कलको सेन्टर h के भएको सर्कलको टेन्जेन्ट ओरिजिनबाट पास हुने टेन्जेन्ट यही नै हो भन्ने कुरा 0 बराबर 0 बाट प्रमाणित भयो। अब हाम्रो 10 नम्बरमा के पत्ता लगाउने भनेको छ भने 10 नम्बरमा फाइन्ड द इक्वेसन अफ द टेन्जेन्ट ड्रन फ्रम एक्सटर्नल पोइन्ट टु इच सर्कल। 10 को ए म क्वेसन जारी पहिला x स्क्वायर प्लस y स्क्वायर बराबर 25 इक्वेसन अफ सर्कल एन्ड ड्रन फ्रम 13 0 कन्डिसन के भन्ने कुरा बुझौँ है पहिला। 13 0 एउटा भन्ने पोइन्ट छ त्यहाँबाट खिचिएका दुईवटा टेन्जेन्टहरू छन् जुन सर्कलको इक्वेसन भने यो छ इक्वेसन आई द इक्वेसन अफ सर्कल र दुईटै टेन्जेन्ट चाहिँ 13 0 भएर पास हुन्छन् 13 0 भन्ने पोइन्टबाट जान्छन् भने इक्वेसन अफ टेन्जेन्ट पत्ता लगाउनु पर्यो। इक्वेसन अफ टेन्जेन्ट यो लाइन अर्थात कुनै पनि लाइन यो लाइन 13 0 पास भएर जान्छ भने त्यसको इक्वेसन के हुन्छ y - y1 m x - x1 अनि यो के भयो x1 y1 y - 0 बराबर m भने m x - 13 y यसलाई मैले यता माइनसमा ल्याए माइनस m x - 13 y बराबर y माइनस m mx माइनस 13m यो भने हाम्रो के भयो इक्वेसन अफ टेन्जेन्ट आइसक्यो। तर हामीले के थाहा पाउनु पर्ने छ यसको झुका पत्ता लगाउनु पर्ने छ m पत्ता लगाउनु पर्ने छ। m पत्ता लगाउनको लागि रेडियस सेन्टरदेखि रेडियससम्मको दूरी सेन्टरदेखि टेन्जेन्टसम्मको दूरी भनेको के हो रेडियस हो। सेन्टर भनेको के हो स्ट्यान्डर्ड फर्म अफ इक्वेसनको CNTR सेन्टर भनेको 0 0 हो 0 0 किन हो स्ट्यान्डर्ड फर्म अफ सर्कल। अनि यसको रेडियस भनेको के हो
अनि यसलाई कम्पेयरिङ विथ x स्क्वायर प्लस y स्क्वायर बराबर a स्क्वायर सँग कम्पेयर गर्दाखेरि a स्क्वायर बराबर 25 a बराबर 5 यसको रेडियस भनेको कति हो 5 रेडियस भनेको नै यो लाइन सम्मको दूरी सेन्टर देखि यो लाइन सम्मको दूरी भनेकै रेडियस हो भने सेन्टर राख्नु पर्यो हाम्रो यो लाइनमा सेन्टर राख्नु पर्यो y भनेको कति 0 माइनस x भनेको कति 0 माइनस 13m डिवाइडेड बाइ प्लस m अनि रुट अन्डर 1 को स्क्वायर प्लस m को स्क्वायर 1 को स्क्वायर प्लस माइनस m को स्क्वायर x को कोएफिसिएन्ट प्लस y को कोएफिसिएन्ट इज इक्वल्स टु यहाँ डिवाइडेडमा x को कोएफिसिएन्ट अनि y को कोएफिसिएन्ट हुन्छ अब स्क्वायरिङ अन बोथ साइड गर्दाखेरि 25 बराबर 25 अनि यसले त मल्टिप्लाई गरौँ 1 प्लस m स्क्वायर बराबर 169 m स्क्वायर हुन्छ 25 अनि यहाँ 25 m स्क्वायर हुन्थ्यो मैले उता लग्दै 169 m स्क्वायर माइनस 25 m स्क्वायर अब यो कति भयो 144 m स्क्वायर बराबर 25 m बराबर 5 अपन m स्क्वायर बराबर 5 अपन 12 को होल स्क्वायर र m बराबर 5 अपन 12 अब इक्वेसन अफ अनि यहाँ प्लस माइनस पनि होला है प्लस माइनस है हुनुपर्छ है यो त किनभने प्लस माइनस हुनुपर्छ दुईटा आउँछन् अनि यहाँ अब यो m को भ्यालु यहाँ राखौं जहाँ राखे पनि एउटै हो मैले चाहिँ यहाँ राख्न सजिलो हुने भएकोले राख्दै y बराबर के छ y बराबर m भने कति प्लस माइनस 5/12 x माइनस 13 12y बराबर प्लस माइनस 5 x minus 13. This is the equation of tangent which passes through the arrow 0 and the tangent with the circle. This यो सर्कल सँग टेन्जेन्ट पनि हुन्छ र यो पोइन्ट देखि पास पनि हुने टेन्जेन्ट का इक्वेसनहरु यिनी हुन् एउटा प्लस हो एउटा माइनस हो है त अनि यो चाहिँ कति भयो 10 को ए भयो अब हामी 10 को बी तिर जान्छौं 10 को बी मा के छ भने सामान्य नै छ है x स्क्वायर प्लस y स्क्वायर इज इक्वल्स टु 10 फ्रम कति 4 माइनस 2 फिगर भन्ने हो भने अघिकै हो 4 माइनस 2 बाट पासेज हुन्छ र यो सर्कल सँग टेन्जेन्ट पनि छ भन्ने कुरा हामीले थाहा पाइसकेका छौं अब के गर्न पर्यो equation of tangent x minus x1 भने y minus y1 y minus y1 भने minus 2 भने plus 2 बराबर m x minus x1 भने 4 so y plus 2 minus यसलाई मैले यता माइनस मा ल्याइहाले minus mx plus 4m y minus mx plus 4m plus 2 बराबर 0 this is the equation of tangent यो equation of tangent हो हामीले m पत्ता लगाउनु पर्ने छ m पत्ता लगाउनको लागि यसको सेन्टर 0 0 हो यसको रेडियस भनेको a भनेको √10 हो है त अनि अब a भनेको हाम्रो के हो यो टेन्जेन्ट देखि सेन्टर सम्मको दूरी हो अब यसमा x र y को भ्यालु राख्ने हो र x र y को कोएफिसिएन्टलाई तल रुटमा पारेर स्क्वायरिङ गर्ने हो भने यो पोइन्ट देखि यहाँसम्म यो टेन्जेन्ट सम्मको दूरी आउँछ जो भनेको रेडियस हो है त अब y को ठाउँमा 0 राखौं -m.0 प्लस
4m plus 2 divided by x को कोएफिसिएन्ट भने y को कोएफिसिएन्ट भने 1 अनि x को कोएफिसिएन्ट भने minus m को होल स्क्वायर यो भने कति हो √10 हो है त √10 भन्ने कुरा हामीले यहाँबाट पत्ता लगाएका छौं स्क्वायरिङ अन बोथ साइड गर्दिम 10 is equals to अनि यो तलको मल्टिप्लाई गर्न गयो 1 plus m स्क्वायर अनि यता के हुन्छ 4m स्क्वायर यहाँ 4m हो नि 4m plus 2 हो 4m plus 2 हो 4m plus 2 को होल स्क्वायर कति हुन्छ 4m plus 2 को 16m स्क्वायर plus 2 into a into b अर्धन 16m plus अब b स्क्वायर भने 4 है त अब यहाँबाट अब भ्यालु पत्ता लगाम m को 10 plus 10m स्क्वायर बराबर 16m स्क्वायर plus 16m plus 4 मैले यसलाई उता लग्दे 0 बराबर 16 minus 10 6m स्क्वायर plus 16m अनि माइनस प्लस 4 minus 10 minus 6 अब 2 कमन लाग्न पाइयो 3m स्क्वायर plus 8m minus 3 is equals to 0 गुणन गर्दा कति हुनु पर्यो 9 हुनु पर्यो जोड्दा घटाउँदा 8 हुनु पर्यो 3m स्क्वायर plus 9m minus m minus 3 बराबर 0 3m कमन गर्यौं भने m plus 3 minus 1 m plus 3 m plus 3 m minus 1 m plus 3 m plus 3 m minus 1 this implies that m बराबर 1 अनि minus 3 m को भ्यालु कति आयो 1 पनि आयो अनि minus 3 पनि आयो put m बराबर 1 अब m बराबर 1 राखौं y plus 2 minus अनि 1m राख्दा minus x भयो अनि plus 4 is equals to 0 minus कमन लगाम x minus y अनि यो 6 हुन्थ्यो minus 6 is equals to 0 एउटा इक्वेसन आयो अनि put x बराबर -3 x बराबर -3 पुट गर्दाखेरि के आउँछ y plus 2 minus 3 minus plus 3x plus minus 12 4 into minus 3 बराबर 12 3x plus y minus 10 is equals to 0 so equation I and equation II अगाडि कति माइनस में equation II छैन equation I and equation II are the equation of tangent अब हामी जान्छौं 10 को सीमा 10 को सीमा के छ 10 को सीमा के छ 10 को सीमा भन्दाखेरि x square plus y square बराबर 8 through through के भएर जान्छ from through minus 1 5 यसको मोडल पनि त्यस्तै हो सर्कल चाहिँ एक्सटर्नल पोइन्ट 5 minus 1 भन्नेबाट जान्छ अब कतिवटा हुन्छ सायद दुईटै आउँछ है एक्सटर्नल पोइन्टबाट दुईटा नै भन्न सकिन्छ त्यसकारणले इक्वेसन अफ टेन्जेन्ट थ्रु दिस के भन्न सकिन्छ y minus y1 भने -1 भएको कारणले 1 plus is equals to m x minus x1 भने 5 y plus 1 बराबर mx minus 5m मैले यसलाई उता लग्थे है अघि जस्तै 5mx minus y लाई यतापट्टि ल्याए minus 5m छँदैछ -1 बराबर 0 यो के आयो इक्वेसन अफ टेन्जेन्ट आयो इक्वेसन अफ टेन्जेन्ट भयो भने के रे सेन्टर देखि यहाँसम्मको दूरी टेन्जेन्ट सम्मको दूरी र रेडियस बराबर हुनुपर्छ
यसलाई x स्क्वायर प्लस y स्क्वायर बराबर a स्क्वायर सँग कम्पेयर गर्दा a स्क्वायर बराबर 8 a बराबर √8 आउँछ। हाम्रो रेडियस भनेको कति रहेछ √8 रहेछ। अब रेडियस √8 भनेको यो टेन्जेन्ट देखि यो स्ट्यान्डर्ड इक्वेसन भएको कारणले 0 0 सम्मको पोइन्ट के डिस्टेन्स भनेको कति हुने रहेछ। अब x को ठाउँमा 0 राख्छौं 0 भइहाल्छ मैले लेखिन अनि यो पनि 0 भइहाल्छ -0 हो। अब माइनस प्लस 0 को कुनै अर्थ छैन -5m - 1 डिवाइडेड बाइ x को कोएफिसिएन्ट m स्क्वायर अनि y को कोएफिसिएन्ट -1 को स्क्वायर 1 स्क्वायर हुन्छ मैले 1 स्क्वायर लेख्दै है त। अब यहाँ पनि स्क्वायर गर्दाखेरि यसले त मल्टिप्लाई गर्न जान्छ 8 1 प्लस m स्क्वायर हैन अनि इज इक्वल्स टु यता पनि स्क्वायर गर्दाखेरि के हुने भयो 5m को स्क्वायर 25m स्क्वायर अनि प्लस 2ab 2ab माइनस माइनस छन् हैन दुईटै भन्दाखेरि के हुन्छ 10m प्लस 1 को स्क्वायर 1। अब के भयो 8 प्लस 8m स्क्वायर बराबर 25m स्क्वायर प्लस 10m प्लस 1। अब के हुन्छ 8m उता गएर माइनस हुन्छ 8m माइनस भयो भने 17m स्क्वायर हुन्छ। उतैपट्टि लगे मैले 17m स्क्वायर प्लस 10m अनि 8 बाट 1 घट्दा -7 -8 बाट -1 घट्दा -7 इज इक्वल्स टु 0। हाम्रो यस्तो इक्वेसन आयो यहाँबाट m पत्ता लगाउनु पर्ने छ भने कम्पेयरिङ विथ ax स्क्वायर प्लस bx प्लस c बराबर 0 a बराबर 17 b बराबर 10 c बराबर -7 ठीक छ अनि m बराबर -b प्लस माइनस रूट अन्डर -b प्लस माइनस रूट अन्डर b स्क्वायर -4ac डिवाइडेड बाइ कति भयो 2a माइनस b भने -10 प्लस माइनस b को स्क्वायर भने 100 माइनस ac भने 119 डट 4 भने 376 आउँछ कति आउँछ है 376 अनि 7 पनि माइनस भएको कारणले प्लस भयो है त कति भयो 4 * 7 * 17 हैन 476 रहेछ।